नमस्कार सम्पूर्णमा। आज म तपाईहरुलाई सानो एउटा संघीयता नेपालमा संघीयता लागू भइसके पछाडि चाहिँ जनतामा पारेको सानो प्रभावको बारेमा चाहिँ एउटा सानो इक्जाम्पल दिन चाहन्छु। ध्यान दिएर सुन्नुस् है त। हामी सबैलाई थाहा छ हाम्रो नेपाल 2072 सालको संविधानपछि चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा चाहिँ परिणत भयो हैन। त्योभन्दा अगाडि नेपाल मात्रै थियो भने चाहिँ त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल भनेर चाहिँ हामीले चिन्न थाल्यो। त्यो चेन्ज हुँदा हुँदै नेपालको नाम मात्रै परिवर्तन भएन के, त्यसपछि धेरै कुराहरू परिवर्तन भयो। धेरै डाइमेन्सनहरुमा चाहिँ चेन्ज आयो हैन। त्यो मध्ये चाहिँ एउटा सानो इक्जाम्पल चाहिँ म दिन चाहन्छु तपाईहरुलाई हैन। यो एउटा देख्नु भएको छ यो बिल है, यो रसिद हो। यो चाहिँ भूमि यो मालपोत कार्यालयको चाहिँ एउटा रसिद हो हैन। मालपोत कार्यालयमा जग्गा रोक्का गर्नको लागि हैन, जग्गा रोक्का गर्नको लागि चाहिँ हामीले प्रोसेस अगाडि बढाएको थियो, त्यसको चाहिँ एउटा रसिद हो। अनि यो रसिदमा तपाईहरुले देख्नु भएको छ यहाँ अमाउन्ट हेर्नु है, यहाँ कति छ, 50,000 छ। यो दस्तुर सरकारले लिएको दस्तुर हो, 50,000 है। अब भन्नु होला कति लोन लिएको थियो र यत्रो 50,000 लाग्यो, दस्तुर यति धेरै शुल्क लियो भनेर। म एउटा के पनि तपाईहरुलाई जानकारी दिन चाहन्छु भने यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल हुनुभन्दा अगाडि पनि यस्ता कार्यहरू भइरहेका थिए। मालपोतले जग्गा रोक्का फुक्का गर्ने काम गरिरहन्थ्यो। पासकोतिर नजाउँ है, मालपोतले पास पनि गर्छ जग्गा हैन, त्यतातिर नजाउँ अहिले। मैले जस्ट जग्गा रोक्का र फुक्काको मात्रै कुरा गरेँ हैन। फुक्का भन्दा पनि फुक्कामा त खासै धेरै दस्तुर लाग्दो रहन्छ। रोक्काको कुरा गरेँ हैन। रोक्का भनेको अब हामीले कतै केही कुरा काम गर्नको लागि चाहिँ ऋण लिन खोज्यौँ हैन, लोन लिन खोज्यौँ बैंकबाट भने चाहिँ बैंकले चाहिँ जग्गा रोक्का राख्दिनलाई मालपोतमा चाहिँ एउटा निवेदन दिने हैन। मालपोतले बैंकको रिकमेन्डेसनमा चाहिँ मालपोतले चाहिँ के गर्दो रहेछ, जग्गा रोक्का राख्दो रहेछ। अनि त्यो रोक्का राखे बापत चाहिँ दस्तुर चाहिँ त्यो ऋणीले चाहिँ दिनुपर्ने हैन। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल हुनुभन्दा अगाडि पनि यो दस्तुर थियो। मालपोतले जग्गा रोक्का गर्थ्यो र त्यसपछि पनि जग्गा रोक्का गर्छ, मालपोतले नै गर्छ। तर चेन्जेस के छ भन्दाखेरि अगाडि पहिला 72 सालभन्दा अगाडि चाहिँ तपाईको 5 लाख भन्दा बढी ऋण निकाल्दाखेरि बैंकबाट लोन लिँदाखेरि चाहिँ 1000 जति भए पनि 1000 दस्तुर लिँदो रहेछ हैन मालपोतले भने। अहिले हेर्नुस् 50,000 दस्तुर तिरेर आएको छु, म आफै आएको छु हैन। 50,000 दस्तुर तिरेर जग्गा रोक्का राखे बापत हैन। अब यहाँबाट के भन्ने खै, अब यो चाहिँ हुन त कति ऋण लिएको छ ऋणीले बैंकबाट त्यो अनुसार चाहिँ क्याल्कुलेट गर्दो रहेछ। 2000 बाट स्टार्ट रहेछ हैन। तपाईले 5 लाखसम्म लोन लिनुहुन्छ भने चाहिँ 2000, त्यसपछि 2500 10 लाखसम्मको हैन, यस्तै गरेर 1 करोडसम्मको चाहिँ तपाईको 25,000, त्यसपछि 1 करोड कति हजार बढी भयो हैन। कति लाख, 2-4 लाख 5 लाख कति लाख बढी छ। त्यसको चाहिँ एकैचोटी 50,000 भयो। 25,000 बाट 1 करोडसम्म छ भने 25,000, 1 करोडबाट माथि लागेपछि 50,000, त्योभन्दा माथि गयो भने फेरि 75,000, त्यसपछि 1,10,000, त्यसपछि 1,25,000 गरेर चाहिँ 15 करोडसम्म इफ तपाईहरुले चाहिँ ऋण चाहिँ लोन चाहिँ बैंकबाट निकाल्दै हुनुहुन्छ धितोको रूपमा भने चाहिँ त्यति चाहिँ तिर्नुपर्ने देखियो हैन। यो चाहिँ दस्तुरको रूपमा मालपोत कार्यालयलाई। यो मालपोत कार्यालय चाहिँ पहिला अब केन्द्रीय सरकारले, अब सिंगल सरकार भनेको संघीयता नआउँदै त सिंगलै थियो हैन गभर्नमेन्ट। अब त्यतिखेर चाहिँ जताततै नेपालभरि नै एउटै कानुन लाग्थ्यो भने अहिले चाहिँ अब डिफ्रेन्ट सरकारले आफ्नो कानुनहरू चाहिँ बनाएको छन् हैन। अनि यो दस्तुर चाहिँ यो बागमती प्रदेशको लागि चाहिँ यसरी दस्तुर चाहिँ निर्धारण गरेको रहेछ बागमती प्रदेशले। त्यस्तै अरु अन्त प्रदेशमा पनि त यस्तै त होला नि हैन, जहाँ पनि। अनि शुल्क यो ऋण कति लिएको छ त्यो अनुसार चाहिँ दस्तुर तिर्नुपर्ने।